वेलकम टु माई एनदर न्यू ब्लग। तपाईलाई थाहै छ आजको दिन भनेको नयाँ वर्षको पहिलो दिन। हिजोसम्म हामी 81 मा थियौँ भने अहिले हामी 82 मा पुगिसकेका छौँ। तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। अनि तपाईहरुलाई यदि तपाईहरु अझै पनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने तपाईहरुले मलाई सब्स्क्राइब गरेर नयाँ भिडियोहरु तपाईहरुको सामु आइरहनेछ। भन्दै आजको हाम्रो यात्रा रहनेछ नेचरसँग रमाउने। हामी नेचरसँग रमाउने छौँ। आज चाहिँ हामी जंगल हुँदै बिस्तारै हाम्रो यो मकालु गाउँपालिका वार्ड नम्बर 2 सेतोमा रहेको नेचुरल थिङ्सहरू देखाउँदै हामी हैन अघि बढ्ने छौँ। तपाईलाई म नियमित अपडेटका साथ यो ब्लग कन्टिन्यू गर्नेछु भन्दै हेर्दै जानु होला। लेट्स सी द गाइस। ल गाइस, तपाईहरुलाई मेरो यो सानो मिनी ब्लगमा तपाईहरुलाई स्वागत गरिसकेको छु। अघि नै आज चाहिँ म देखाउँदैछु तपाईलाई नेचरमा भएका कुराहरू, नयाँ नयाँ थिङ्सहरू। अनि आज हामी धेरैजना पनि छैनौँ। हामी हिँड्न सक्ने हामी युवा भाइ भति हामी सबैजना छौँ यहाँ। आज हाम्रो टिम खासै धेरै छैन। हामी चाहिँ अलिकति उकालो हिँड्ने बानी छैन, त्यही भएर हल्का सास बढ्दो रहेछ। तपाईहरुले देख्न सक्नुहुनेछ यो भनेको हाम्रो अलैँची बारी। थाहै छ तपाईलाई अलैँची काडा मम है, अलैँचीहरू हालेको छ त्यो एरियामा। भने हाम्रो अहिलेको हाम्रो पहिलो उद्देश्य भनेको भिरथाप्लो भन्ने ठाउँ छ। त्यो ठाउँ पनि म तपाईहरुलाई देखाउनेछु भिडियोमा। भिरथाप्लो भन्ने ठाउँ यस्तो रमाइलो छ, भिर चाहिँ भिरै छ हैन, तर त्यहाँ पुगिसकेपछि आफूले स्वर्ग जिते जस्तो लाग्छ। त्यही भएर हामी त्यो ठाउँलाई हाम्रो आजको पहिलो गन्तव्य भनेको भिरथाप्लो हो। त्यसपछि हामी नाभगाउँ हुँदै भिरथाप्लो पुग्छौँ। त्यसपछिको गन्तव्य के हुनेछ तपाईहरुले भिडियोलाई कन्टिन्यू हेर्दै जानु होला। तपाईहरुलाई म देखाउने नै छु। चाहिँ हाम्रो नाभगाउँ तर्ने, सेद्वा हुँदै नाभगाउँ तर्ने यो चाहिँ फलामे पुल है। तपाईहरुलाई म देखाउन चाहेँ यो फलामे पुल चाहिँ विगत 2-3 वर्ष अगाडि मात्रै बनेको हो। त्योभन्दा अगाडि चाहिँ एउटा सानो काठको उयोहरू तेर्साको थियो, त्यसबाट चाहिँ यात्रा गर्नुपर्ने हुन्थ्यो भने अहिले चाहिँ एकदमै सहज भइसकेको छ। अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दा नाभगाउँ प्रवेश गरेका छौँ। यो चाहिँ हाम्रो नाभगाउँ यो सबै शेर्पा बस्ती एकदमै ठुलो अनि बाक्लो बस्ती छ। यसमा यहाँ लगभग 60-70 घरको आकलन गरेको छु मैले चाहिँ। अबको हाम्रो यात्रा भनेको नाभगाउँ हुँदै भिरथाप्लो भनिसकेको छु मैले। तपाईहरुलाई बिस्तारै बिस्तारै देख्न सक्नुहुनेछ है। केटा गलिस यसो हेलो हाई भन्न हो केटा हो। के छ भतिज, ठिक छ? ल गाइस, यो चाहिँ हाम्रो शेर्पाहरूको चाहिँ पवित्र स्थल। हाम्रो चाहिँ के भन्छ, हाम्रो चाहिँ चौतारीहरू बनाएको हुन्छ भने यो चाहिँ यसलाई चाहिँ मानी भनिन्छ। अनि यो मानीको पनि घुम्ने परिकल्पना के हुन्छ भने अहिले यताबाट जान मिलेन, उताबाट जानु पर्यो। भरे आउँदाखेरि चाहिँ यताबाट आउनुपर्ने हुन्छ। सो म यताबाट जान्छु। अहिले म उताबाट आएको हो। यसको चाहिँ आफ्नै सिस्टम छ। यहाँ तपाईँहरूले लेखेको देख्न सक्नुहुनेछ है। बुझ्नुहुन्छ भने कमेन्टमा के लेखेको छ पढेर मलाई कमेन्ट गर्न सक्नुहुनेछ। यदि यो चाहिँ नाभगाउँ क्षेत्रको म नजिक नाभगाउँ चाहिँ म आइसकेको छु। त्यसमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ परतिर देखिने टनेलभन्दा माथि देखिने चाहिँ यो चाहिँ स्कुल हो प्रावि है। तपाईँहरूले देख्न सक्नुहुनेछ सेतुवाको नाभगाउँमा पर्ने एउटा एउटा विद्यालय हो। तपाईँलाई म देखाउँदैछु। बाटो पनि पुरै उकाली ओह्राली त्यही त हो नि। म चाहिँ स्कुलको प्राङ्गणमा आइसकेँ। अनि अब हाम्रो पहिलो गन्तव्य भनेको मैले अघि भनेको छु यो माथि देखिने भिरथाप्लो भिर। तपाईँलाई म जुम गरेर अलिकति देखाउन चाहन्छु। यो डाँडामा पुगेर म तपाईँहरूलाई देखाउने नै छु, हेर्दै जानु होला। ल साथीहरू, तपाईँले पछाडि देखिसक्नु भएको छ यो चाहिँ एउटा पवित्र स्थल हाम्रो विद्याको मन्दिर। श्री बाल विकास आधारभूत विद्यालय मकालगाउँ पनि नाभगाउँ स्थापना भनेको 2059 यसरी 51 सालमा भइसकेको रहेछ भने यो
शेर्पा समुदायको विद्यार्थीहरू चाहिँ पठन पाठन गर्दै आइरहेको छ। यसमा चाहिँ अब किनभने बस्ती नै सबै तपाईँहरूले देख्न सक्नुहुन्छ बस्ती नै सबै शेर्पाको कारणले गर्दा यहाँ चाहिँ जति पनि विद्यार्थीहरू पढ्ने गर्छन् अध्ययन गर्ने गर्छन् सबै शेर्पा समुदायहरू मात्रै छ र हाम्रो गन्तव्यलाई हामी अझै अगाडि बढाउनेछौँ। हेर्दै जानु होला। ल गाइस तपाईँहरूले देख्न सक्नुहुनेछ यो चाहिँ नाभगाउँमा बन्ने एउटा एकदम ठुलो गुम्बा जुन चाहिँ एउटा नेपाल सरकार मात्र नभएर विदेशी संस्थाले एकदमै ठुलो रकम सहयोग गरेर यो बन्न सफल हुने कुरा हामीले जानकारी पाएका छौँ। जस्तै त्यहाँ हेर्न सक्नुहुनेछ इँटाको बन्ने छ तर यहाँ इँटा ल्याउन चाहिँ एकदम गाह्रो पर्थ्यो तर यो चाहिँ पिलर बन्ने कार्यक्रम भएको रहेछ। जस ठुलै बन्छ। हाम्रो अर्ग्यानिक जौ भन्छ गाउँतिर फल्ने एकदम मजाले फलेको छ। अब म भेरथाप्लाको आसपास आइसकेको छु। तपाईँलाई म देखाउने नै छु। अहिले म गाउँघरतिर आइसकेँ है। ओ जेठा दाइ अनि इन्डियातिर राम्रो रेलतिर चढेको फोटो हालिरहेको थियौ फेरि तिमी त यहाँ खुकुरी उद्याउँदैछौ त। के छ आजको विशेष नयाँ वर्ष राँगा ढाल्ने हो? ठिकै छ। अनि सँगसँगै तपाईँलाई फेरि पनि मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ गलिसकेँ क्या उकालो चढ्दा हिँड्ने बानी पनि छैन खासै। त्यही भएर पनि तर एकदम रमाइलो। तपाईँहरू यो ठाउँमा आउनु हो भने आफूले एउटा स्वर्ग जिते जस्तो महसुस हुनेछ होइन। बहिनीहरू चाहिँ आफूले ताल्नु एकचोटि यता हेलो भनिदेऊ त बहिनी। अरे बहिनीहरूले चाहिँ यो युट्युब च्यानलमा हेर्न सक्छ है। युट्युब च्यानलमा आउँछ है। सब्सक्राइब गर्न नबिर्सिनु होला। नाचेको पनि एकचोटि नाच नि त म हेराउँछु नि त ल। लोइ बहिनीहरू आफ्नै जोसमा छ। भतिस हो कस्तो फिल भइरहेको छ त आफ्नै गाउँठाउँमा आज घुम्न आइया छ होइन। कस्तो फिल भइरहेको छ? रमाइलो भइरहेको छ होइन। यस आज हामी कहाँसम्म जान्छौँ? हामी टासीगाउँसम्म जाने प्लानिङमा छौँ। केटाहरू चाहिँ फेरि छेउ गएको छ यिनीहरूले चाहिँ चाड खाएको छ। यो यिनीहरू के को त्यस्तो नभने यिनीहरू हाम्रो गाउँठाउँमा त चाड पनि किन्नु पर्दैन होइन। घरै पछि चाड खान पाइन्छ केटाहरू। अहिले हल्का एक जनाको हालेर आएको छ। देख्न सक्नुहुनेछ बोझोघारी है। हामी चाहिँ जङ्गलको परिक्रमा गर्दैछौँ। अघि पनि मैले तपाईँहरूलाई भने नेचर हो यो। नेचरमा भएको कुराहरू देखाउँदैछौँ। अनि यो चाहिँ बोझो अलि पछि चाहिँ यहाँ चाहिँ पुरै ताल हुन्छ। के ताल भन्छ भाइ यसलाई? आलु ताल भन्छ है। अब चाहिँ पर देख्न सक्नुहुनेछ टासीगाउँको नजिक आसपास अझै पनि हामीलाई 1 घन्टा लाग्छ होला यहाँबाट जान। हामी चाहिँ टासीगाउँको आसपास यो बाटो हुँदै आइसकेको छौँ। तपाईँहरूलाई मैले बिचमा मैले जोडिराखेको छु। ओ भेडा देख्न सक्नुहुन्छ। भेडा छन् गाइस। यता चाहिँ यो भेडाहरू चाहिँ नि के अरे उ गर्ने ठाउँ क्या यो। यतातिर भेडा खर्क भन्ने थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। वस्तु राख्ने खर्क होइन त्योहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। सबै खर्क हो तर भेडा चाहिँ खासै रहन्छ न। कता गए चर्ने 1-2टा मात्रै रहेछ। मास्ती एउटा रहेछ। यहाँ भेडा देख्न सक्नुहुन्छ है। भेडा साथीहरू अगाडि तीव्र गतिमा भेडाहरू कराउँदैछन्। त्यो पर पनि तपाईँहरूले भेडा देख्न सक्नुहुनेछ। त्यस्तै छ। गन्तव्य राम्रो छ। गोठखर्क है यो चाहिँ वस्तुहरू बस्ने ठाउँ। अब अलि पछि यहाँ बस्दैन त हेर्नु तपाईँहरूले जो मैदान हरियो देख्दै हुनुहुन्छ नि त। त्यो हरियाली मैदान चाहिँ चोटो लाएर गली पनि रहेछ। गाइस हामी टासीगाउँ आइपुग्न लाग्यो। तपाईँहरूलाई म बिचमा अपडेट पनि देखाइराखेको छु।
यस्तै छ बाटो है। हामी चाहिँ अहिले साँच्चै भन्दा मोटर हिँड्ने बाटो जस्ट रुट मात्रै खोलेको हो। यो फेरि यो एरियामा गाडी चाहिँ चल्दैन। फेरि तपाईँहरू ढुक्क हुनुहोस्, फेरि गाडी आउँछ भनेर नसम्झिनु होला। यो चाहिँ पैसा बचाउ मात्रै काम हो, पैसा बचाउ हो। यस्तै छ है, यस्तै छ, यस्तै छ। भिरपाखाको आजको 72 भन्न आउँछ 82 को पहिलो दिनको पहिलो यात्रा तपाईँहरूसँग। अनि यो मेरो प्राकृतिक नेचरसँग चाहिँ मेरो रमाउने यात्रा रहेको हुँदा तपाईँहरूलाई म फेरि पनि अपडेटहरू देखाउने नै छु। साथीहरू अगाडि पुगिसके, हिँड्दा करिब 6-7 घन्टा भइसक्यो होइन, अझै गन्तव्यमा पुगेको छैन। अनि बिहान खाएको खानाले पनि अब चाहिँ लगभग छोडिसकेको जानकारी गराउँछु। अब हामी करिब अबको आधी घन्टामा पुग्छौँ। तपाईँहरूलाई म माथि हिमालमा हिउँ देखाउन चाहन्छु। देख्नुभयो, म अब लगभग धेरै नजिक आइसकेको छु। तपाईँले देख्न सक्नुहुनेछ, यो हिमाल हो। पछिको रमाइलो क्षण फेरि तपाईँहरूलाई मैले भिडियोमा क्लिप गरिसकेँ। तपाईँहरूले देख्न सक्नुहुनेछ, हामी टासी गाउँको नजिक करिब हामी नजिक आइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है। अनि जे होस्, म त्यहाँ पुगेर पनि तपाईँहरूलाई म फेरि पनि भिडियो देखाउने छु। यो चाहिँ हाम्रो मकालु गाउँपालिका वार्ड नम्बर 2 सेतुवाको सबभन्दा अन्तिम गाउँ। यो चाहिँ टुरिस्ट एरिया। यहाँबाट चाहिँ टुरिस्टहरूको गन्तव्य उँभो ज डाँडाखर्का हुँदै ठुलो डाँडा हुँदै मकालु बेस क्याम्पसम्मको यात्रा भनेको यहीँबाट हुन्छ। फाइनली चासी गाउँ चाहिँ आइसक्यो। 2100 मिटर हाइटमा छ भने डाँडाखर्का यहाँबाट 3 घन्टा भन्ने कुरो भइसकेको छ। तपाईँहरूलाई म टासी गाउँ, यो चाहिँ टुरिस्ट एरिया है, टुरिस्ट एरिया हो। साथीहरू पुगिसक्यो, म चाहिँ बिस्तारै अघि बढिरहेको छु। यतातिर पनि रोड चाहिँ खनिसकेको रहेछ। रोड खनिसकेको रहेछ, तर अब त्यस्तै हो। ल हाम्रो टोली चाहिँ सबै भेट भयो यहाँ चाहिँ नि। अब हेलो के छ, गुड गरौँ। ए सरी यता गुड गरौँ न छिटो। ल है तपाईँहरू सबैलाई मेरो यो नयाँ वर्षको नयाँ भ्लगमा तपाईँहरूलाई धेरै स्वागत छ, धेरै स्वागत छ है। ओए केटा हो, खाजा सुरु गरिहाल्यो। ल म पनि खान चाहन्छु। Wow.